नमस्ते। आज म तपाईहरु समक्ष एउटा सानो जानकारी लिएर आएको छु। 2 दिन अगाडि मैले एउटा समाचारमा एउटा पिप्सा विषयमा चाहिँ केही जानकारी पढेको थिएँ र त्यस जानकारी अंग्रेजीमा लेखिएको थियो र त्यो जानकारीलाई मैले मेरो आफ्नो फेसबुकमा हालेको थिएँ र धेरैले हेरेछन् पनि है। अनि कतिजनाले भन्दै थिए यो पिप्सा त धेरै पहिलादेखि नै आइरहेको है, यो नौलो कुरा हैन, तर यो एकदमै साइन्टिफिक अलिकति तरिकाले चाहिँ यसलाई चाहिँ आज प्रस्तुत गरिएको रहेछ। त्यसरी नै अरु कतिजनाले भने कि यदि यस्तो कुराहरू, यस्तो जानकारीमूलक चीजहरू नेपाली भाषामै सरल भाषामा नै बुझाउन सके, हाम्रो जानकारी यो जानकारी चाहिँ हामी गाउँ घरमा पुर्याउन सक्यो भनेदेखि धेरै महत्त्वपूर्ण रहनेछ। तर कुरा चाहिँ के हो, खास महत्त्वपूर्ण कुरा के हो भनेदेखि त्यस न्यूजपेपरमा चाहिँ के लेखिएको छ भनेदेखि चाहिँ जुलोजिकल सर्वे अफ इन्डिया अथवा यो प्राणी विषयमा चाहिँ सर्वे गर्ने भारतको जुन चाहिँ एउटा संस्था छ, उसले चाहिँ दार्जिलिङ अनि कालिम्पोङ जिल्लाको हाम्रो पहाडी क्षेत्रमा है चाहिँ एउटा सर्वे गरेको थियो। अनि सर्वेमा उनीहरूले चाहिँ के पाए भनेदेखि पिप्सा नामक एउटा जीवाणुलाई चाहिँ यहाँ पाएका छन् है। र अथवा पिप्सा अथवा यसलाई इंग्लिशमा चाहिँ ब्ल्याक फ्लाई पनि भनिन्छ है, ब्ल्याक फ्लाई पनि भनिन्छ। र उनीहरूको अनुसार चाहिँ यदि यो पिप्साले टोकेको खण्डमा चाहिँ के हुन्छ भनेदेखि तुरन्तै यसको प्रभाव देखा नपरे तापनि 2 वर्ष बादमा है, साइन्सले भन्दैछ 2 वर्ष बादमा चाहिँ यो पिप्साको टोकाइबाट चाहिँ मान्छेलाई रिभर ब्लाइन्डनेस अथवा अन्धोपन पनि हुन सक्छ। र त्यसै कारणले गर्दा यो के रहेछ भनेर सानो छोटकरीमा म तपाईलाई बताउन खोजेको। र दोस्रो चीज चाहिँ के छ भनेदेखि हामी कालो झिंगा अथवा पिप्सा भनेर एउटा झिंगाले टोक्ने गर्छ जसले रगत चुस्ने गर्छ है। त्यो झिंगालाई हामीले साइन्टिस्टहरुले के भन्छन् भने त्यस्ता झिंगाहरु थुप्रो नै पाइन्छ, तर हामीले चाहिँ अनुसन्धान गर्दाखेरि चाहिँ यो झिंगाहरु पाएको है, यो आँखाले देख्न नसक्ने झिंगा हुँदो रहेछ र यसको चाहिँ डीएनए स्टडी गरेको थियौं र त्यो स्टडी अनुसार चाहिँ यहाँ पाइने पिप्सा पनि अलिकति घातक नै रहेको छ। र अब यो विषयमा अलिकति हेरौं। र यो पिप्सा भन्ने जुन चाहिँ यो छ है, एउटा झिंगा छ है, त्यसलाई चाहिँ हामी यदि साइन्टिफिकली हेर्ने हो भनेदेखि सिमुलेदी फ्यामिलीको पर्दछ है। साइन्सपट्टि अलिकति त्यही पनि अलिक जानकारी लिएको राम्रो। र यसको पिप्साको एकदम महत्त्वपूर्ण कुरा, पिप्साको शरीर भित्रमा चाहिँ के हुँदो रहेछ भने ओन्कोसेर्का भल्भलस भन्ने एउटा वर्म हुन्छ, प्यारासाइट बस्दो रहेछ है। र यही हो डेन्जरस कुरा चाहिँ। र जुलोजिकल सर्वेले चाहिँ अघि तपाईलाई भनिहाले कि दार्जिलिङ अनि कालिम्पोङको खोला नालाको छेउछेउतिर जति उनीहरूले अनुसन्धान गरे त्यहाँ यस पिप्सालाई डीएनए मार्फत चाहिँ के गरेका छन् भनेदेखि छुटाएका छन् भनेदेखि कालो झिंगा सबै हैन, तर यो जुन चाहिँ हानिकारक झिंगा छ त्यो पनि यहाँ पाइन्छ। र उनीहरूको अझ यहाँनिर भनिएको छ कि यस्ता खोला नालाका छेउछाउतिर पर्यटकहरू जान्छन् है, पर्यटकहरूलाई लिएर जाने हाम्रा गाइड्सहरू हुन्छन् है। पर्यटकहरू त आउँछ जान्छ, अलिअलि टोक्छ है, उनीहरूको लागि त्यसरी घातक हुँदैन, तर अलिकति लामो समयसम्म कालान्तरसम्ममा यहाँ गइरहने ड्राइभरहरू भए है, पर्यटकलाई चलाउने देखाउने गाइड्सहरू भए इत्यादि उनीहरूको निम्ति चाहिँ अलिकति यो हानिकारक अनि डरलाग्दो पनि छ। र यसले चाहिँ के गर्दछ, अब यो रोग चाहिँ कसरी लाग्छ, साधारण छ, पिप्साले टोक्छ है, यसले रगत चुस्छ हाम्रो। जब टोक्छ त्यति बेला चाहिँ यो हाम्रो छालामा चाहिँ यो ओन्कोसेर्का भल्भलस भन्ने एउटा जुन चाहिँ प्यारासाइट छ त्यो चाहिँ हाम्रो छालाभित्र जान्छ र यो छालामा गएर बिस्तारै के गर्दै जान्छ, एक समय निकै लामो समयसम्म यो बढ्दै जान्छ। सायद त्यसले गर्दाखेरि हाम्रो छालाको यदि हानिकारक छ भनेदेखि यो छालामा चाहिँ हाम्रो गाँठो पर्न थाल्छ अरे, र यो छालामा बस्दै गर्दा यो बढेर जान्छ अनि बढेर एउटा समय आइपुग्छ, त्यस पछाडि चाहिँ त्यो बढेको यो ओन्कोसेर्का भल्भलस भन्ने जुन चाहिँ प्यारासाइट छ त्यो चाहिँ रगतको नलीबाट है, हाम्रो शरीरको रगतबाट चाहिँ कहाँ जान्छ, बिस्तार आँखामा पुग्दो रहेछ। र आँखामा पुगेपछि चाहिँ यसले हाम्रो आँखालाई चाहिँ
प्रभाव पार्छ। अनि त्यसको प्रभाव चाहिँ कस्तो हुन्छ भनेदेखि चाहिँ नेगेटिभ प्रभाव, अथवा हामीलाई चाहिँ रिभर ब्लाइन्डनेस अथवा अन्कोसेरियासिस पनि भन्दो रहेछ, अथवा साधारण भाषामा हो भनेदेखि हाम्रो आँखा हामीलाई अन्धो पनि हुनसक्छ। यही हो खास कुरा। किराले टोक्छ, टोकेपछि त्यो प्यारासाइट हाम्रो शरीरमा जान्छ, छालामा जान्छ, छालामा निकै समयसम्ममा त्यो बढ्दै जान्छ है, फैलिँदै जान्छ। त्यस पछाडि रगतको नली मार्फत चाहिँ आँखामा पुग्छ अनि हामी अन्धो हुन्छौँ। र अब यो कसरी थाहा पाउने, यो चाहिँ हामीलाई यस्तो साह्रो अनि साइन्सले अथवा के भन्दैछ भने आज टोक्यो तुरन्तै मान्छे अन्धा हुन्छ भन्ने होइन अरे। र टोके पछाडि चाहिँ 2 वर्ष बादमा चाहिँ यसको चाहिँ सिम्पटम्सहरू देखा पर्न थाल्छ अरे। र सिम्पटम्सहरू के छ, अत्याधिक चिलाउँछ अरे, एकदमै चिलाउँछ अरे, जहाँ टोकेको छ अत्याधिक चिलाउँछ अरे। अनि अर्को चाहिँ के भने यहाँ छालामा चाहिँ गाँठो पर्न थाल्छ है। यो चाहिँ हो अलिकति हामीले हेर्नुपर्ने एउटा सिम्पटम्सहरू। र यो त भयो। अब हामी के अरे हाम्रो ठाउँमा है अब चिया बगानको कुरा गरेको छैन है, यो खोला नाला हुने छेउछाउतिर है, झोडाहरू छ, खोलाहरू छ है, त्यस छेउछाउतिर बस्नेहरूको लागि चाहिँ यो चाहिँ अलिकति हामीले चाहिँ के गर्नुपर्छ भने अलिकति केयरफुल रहनुपर्छ। र यसको लागि बाँच्ने उपायहरू चाहिँ के छ, साधारण चिज है। यदि हामी खोला नालाको छेउछाउतिर जान्छौँ भनेदेखि खोला है झोडाहरू जान्छ, यो यसो नाङ्गो हातहरू शरीर नराखेर चाहिँ पुरा शरीरमा लुगा लगाउनु अरे है। र एकदमै चम्किलो लुगा नलाउनु अरे, किनभने चम्किलो लुगा लगायो भनेदेखि चाहिँ यो पिप्सा चाहिँ एकदमै एट्र्याक्ट हुन्छन् अरे। र अर्को कुरा चाहिँ के छ भने यदि हामी त्यहाँ जाँदा अब त्यो सधैँभरि गरमको जग्गामा लामो लगाउन सकिँदैन। र यसको लागि बाँच्नको लागि के गर्नु सकिन्छ भन्दाखेरि यो कीटनाशकहरू जस्तै ओडोमस भयो, जस्तै हामीले मच्छर भगाउनु लागि है ओडोमसहरू दल्छौँ, अथवा निमको तेल भयो, कुसको तेल भयो, त्यो दलेर जाँदाखेरि पनि पिप्साले हामीलाई टोक्दैन। र यदि यो साधारण कुरालाई यति कुरालाई हामी जानकारी लिन सक्यौँ भनेदेखि हामी यो पिप्साको टोकाइदेखि हुने जुन चाहिँ अन्धोपन छ त्यो अन्धोपनदेखि पनि बाँच्न सक्छौँ है संसारमा। अनि यो म्याक्सिमम यो पिप्साको टोकाइदेखि जुन चाहिँ रिभर ब्लाइन्डनेस अथवा अन्धोपन जुन चाहिँ देखा पर्छ त्यो अफ्रिकन कन्ट्रीतिर प्रशस्त मात्रामा देखा परेको छ है। अब अहिले हामी यहाँ भर्खरै होइन यो हप्ता अथवा यो 20 तारिकदेखि यता चाहिँ हामीले यो जुलोजिकल सर्वे अफ इन्डियाको जुन चाहिँ न्युजहरू पढिरहेका छौँ त्यो न्युजमा मैले पाएको थिएँ र यो तपाईँहरूलाई साझा गर्दैछु। यदि तपाईँलाई ठिक लाग्छ भनेदेखि यसलाई सेयर गरिदिनुहोस् है। हाम्रो खोला नालाको छेउछाउतिर बस्ने खालि पर्यटकहरू मात्र होइन है, पर्यटकहरूलाई लाँदाखेरि पनि यसो ओडोमस लगाइदिनुहोस् ताकि उनीहरूको पनि शरीर हो होइन। र गाइड्सहरूलाई है, पर्यटन क्षेत्रमा लागि परेका सबै दाजुभाइ दिदीबहिनीहरूले पनि यसलाई चाहिँ अलिकति सिरियससँग लिइदिनुहोस्। किनभनेदेखि यो रिभर ब्लाइन्डनेस भन्ने जुन चाहिँ बिमार छ एकदमै कसैले याद नगरेको बिमार हो भन्दैछ। के जान्ने है, हाम्रो शरीर ठाउँमा पनि कुनै दिन यस्तो देखा पर्यो भनेदेखि राम्रो होइन। र यसदेखि बाँच्नु नै सबैभन्दा प्रिकसन इज बेटर देन क्योर भन्छ। ल, थ्याङ्क यू भेरी मच।